आज इन्ट्रो खिच्दै भएको थियो खिच न ल भन मेरो इन्ट्रो आज आज चाहिँ हामी यो मनमोहन कलेजबाट हामी के अरे प्र्याक्टिकलको लागि चितलाङ जाँदैछौँ होइन एजुकेसनल टुर भनौँ अब उसले इन्ट्रो दिएन मैले दिन्छ है अब ऊ चाहिँ मतिन म चाहिँ दिने अनि हामी चाहिँ दिवस किरण दुईटा किरण जुडुवा ल इन्ट्रो पार्ट चाहिँ यही खतम ल बाई बाई अब हामी उता पुगेर खिच्छौँ मलाई चाहिँ घाममा पार्यो A few inches later. Hello and namaste everyone, welcome back to my channel. If you're watching for the very first time, I'm Matina and यो चाहिँ मेरो vlog हो इन्ट्रो घरबाटै गर्छु भनेको थिएँ गर्न पाएन सो म अलरेडी चन्द्रगिरीमा पुगिसकेँ अनि यो पनि हाम्रो 2 days 1 night को क्याम्प हो अनि अब प्लान चाहिँ के छ भने चन्द्रगिरी आयो यहाँबाट चन्द्रगिरीमा अब लाइन कत्रो लामो छ यो भ्याइसकेपछि हामी यहाँबाट हाइकिङ गरेर चितलाङ जाने अनि चितलाङमा बसेर अनि भोलि बिहान चितलाङमा चाहिँ हाम्रो जुन रिसर्चको काम छ त्यो गरेर त्यसपछि कुलेखानी हुँदै कुलेखानीमा बोटिङ गर्दै फर्किने भन्ने चाहिँ प्लान छ अब लेट्स सी के हुन्छ म चन्द्रगिरी आएको थिएन भाइ त्यो योभन्दा अगाडि सो म देखाउँछु है कति धेरै लाइन छ ल यहाँ फोटोसुट हुँदैछ अनि क्यामेरा लिँदो रहेछ अनि त्यसपछि यो सबै हाम्रो फ्रेन्ड्सहरू हो हामी खै 45 जना आएको भन्थ्यो टिचरहरूसित गरेर 48 49 होला कि ल अब हामी जान्छौँ जुन मैले मास्क लगाएको छैन जुन दिन आइने लाइन हुने कि दादा उपेमा यसरी खिचिरहेछ फोटो यस बन्छ नि त्यसलाई भोग लाएर सर दिएकै खानलाई त खान हामी लाइनमा छौँ है मास्क ठाउँमा छ म चाहिँ अहिलेसम्म नै खाइरहेको छु हामी चाहिँ अहिले यो मैले भनिसकेँ सबैलाई हो ल ठिकै छ उसले भनिसक्छ म के भन्दैन मेरो त यहाँ केही अस्तित्व नै छैन तर होइन 4 लाइन बढिरहेछ अगाडि पाउने 2 भयो त्यहाँ तँलाई खाने बस्न दिँदैन होला केबल कार ल अब हामी केबल कारमा चढेपछि बनाउँछु अब मैले लेन्स लाएर छ टिकट पाएँ ल तर भित्र पनि अझै धेरै लाइन छ के भइरहेछ ब्याग चेकिङ भइरह्यो यहाँ ए होइन टिकट अर्को टिकट दिइरहेछ त्यो लिएर छुक भयो यहाँ छुक भयो यो टिकट भेरिफाई गरे होला भेरिफाई गरे होला है 315 रुपियाँ स्क्यान गरे हो क्या यो 315 मात्र के को मात्र नि तर हाम्रो ऊ भएर डिस्काउन्ट ए होइन स्टुडेन्ट कलेज देखाएको छ नाम लेखाएको छ कलेज म्याथ भन्नु हुँदैन है भ्लगमा के पनि भन्नु हुँदैन गाइड कति न ओइ कहीँ कहाँ जान लाग्छ विदेश ल अब लाइन बस्छौँ हामी बस्यो यो बन्दै भएर नि ऊ भयो कस्तो भयो उनीहरू चाहिँ छुट्यो खै म चढेको रहेछ लामो पनि छ अरे हामी अब यही बाटो हाइक गरेर ओर्लिने भनेको के भनेको यो बाटो कहाँ छ बाटो खै हाइक गर्ने हिँड्नुपर्छ म
कस्तो साँच्ची कस्तो बिस्तारै जाँदो रहेछ हेलिकप्टर हो र छैन अर्को चिन्न मसँग होला ब्यागमा तर कस्तो माथि रहेछ तिमीहरू आइसक्यो पहिला पनि पुगेर अझै पुगे छैन अझै है म त मनकामना नि एकचोटि मात्र गा Mi पुग्यो माथि on the top so रमाइलो प्लिज हाम्रो सरहरू खोइ वाइफाई टिप्यो नि त गाइस ल अब यहाँबाट हामी थाहा छैन कहाँ जाने हो माथि गयो होला जाने होला अनि हाइको होला सायद त्यो केबल कारमा त एकैछिनमा पुग्छ होला सोचेको त कति टाइम लाग्दो रहेछ मैले ट्राइपड पनि ल्याएन ल्याएन भन्दा पनि ब्यागमा छ ब्यागभित्र लुगा कोचे छ मेरो अब यहाँ फोटोसुट ह्यापनिङ अनि दिलीपहरू खोइ छैन खोइ दिलीपहरू माथि गइसक्यो अब हामी जान्छु माथि ल अब फेरि म माथि गएपछि देखाउँछु ल अब जुत्ता खोलेर आइसक्यो ढुक्नुलाई उहाँ चाहिँ भाइरल बाबा हो पुजारी बाबा टिकटकवाला सुन्छ भने मैले बिस्तारै भनेको अनि मेरो चाहिँ कसले खिचिन्छ के भिडियो भन्नु ल भन्नु
प्याकिङ भयो अब भोलि बिहान अब उठायो भने कसरी उठ्ने होला अरे शिव ठाउँ चाहिँ राम्रो उपपिच म्यामेचा पनि छ म्यामेचा म त सुत्ने हो अब जाने बित्तिकै भुकलुक्क धुले धुलो भएपछि बेला हामी अझ पुगेन पुग्छ भने अघि गुगल म्यापमा 3 मिनट्स त देखाएको थियो 3 अब त्यो रबिनकोमा 43 41 ल्याएर खोइ चितलाङ भन्यो चितलाङ त पुग्यो यो तर खोइ हामी बस्नेवाला होटल पुगेन खोइ थाहा छैन म थाकिसक्यो भोक लागिसक्यो तिम्रो ब्याग छोड्नु ल एकछिन बोक कस्तो ज्ञानी मान्छे हिज मेरो ब्याग पनि बोक्छु बस्नु त्यही बोक्छु चार्ज पनि सक्यो जाउँ चाँडो बोल्ला म त सक्दैन यार उता यता चुचुचु ढुङ्गाले घोचेको मलाई ल पुग्यो अब इतनी खुसी 2 घन्टा अबे म त बोल्ने पनि उ छैन ओ सो नाइस सोचेको भन्दा चाहिँ राम्रो ठाउँमा ल्याएछ यही गाडीमा हालेर ल्यायो के जान्छ हामीलाई फाइनली ओए सो नाइस त्यो कटेजमा सुताउँछ होला है हामीलाई बल्ल पुग्यो पुग्न चाहिँ बल्ल पुग्यो है अब मलाई त एकदम भोक पनि लागिसक्यो अनि मलाई एकदम रेस्ट गर्नु भयो अब म जानु पल्टेँ तिनीहरू खाइ पनि सकेको थियो यार के डढ्यो हामी टेन्टमा बसेको अयो पुरा देख्यो ल अब कति बजी 7:15 भयो होइन सबैजना नाचिरहेको छ है हामी चाहिँ अब घर बस्ने गरौँ बाहिर तल त्यो चार्ज गर्ने ठाउँ थिएन अनि त्यसैले म यहाँ चढेर आऊ ल म देखाउँछु त अब कसरी नाचिरहेको छ यहाँ चाहिँ आगोवाला सिनहरू पोलिटिक्स नआएको चप्पल चाहिँ मैले नपाएर उल्टा लगाइरहेको छु देखेन उल्टा चप्पल देख्दैन रहेछ चप्पल पनि नपुगेको मलाई नि एउटा तल भेटाएको एउटा माथि भेटाएको कस्तो क्वालिटी नै नराम्रो के लेन्सबाट चस्मामा स्विच भयो हामीलाई भोक लाग्यो हामी यहाँ खाना कुदिरहेको छौँ वी आर हङ्ग्री होइन खाजामा त मासु थिएन है
आलु थियो आलु थियो नि चटपटे टाइपको साह्रै भयो ल अब 9 बजे पाक्छ नि चप्पल यसमै बिगा मोजा ल म झन्डै लडेको यहाँ यस्तो भइरहेछ गाइस मिठो त मिठो यहीँ लडेको म कस्तो दुख्यो अब हाम्रो भात खाने टाइम भयो 9:20 भयो वाउ यस्तो भोक लागिसकेको छ जम्म खाम हाम्रो खाना भेज भएको थाहा पाउँदा त्यसलाई कस्तो अनुभव भइरहेछ यस्तो भोगेर चस्मा मन देखेर यस्तो भोका बिहान त्यस्तो भोके मैले भनेको थिएँ कि घरबाट यति मासु लिएर आउँछु भनेर म त भातै खाएन झन् बिहानदेखि मम्मी हाँस्दै थियो हेलो ब्लग वेलकम टु माय गाइस वेलकम टु माय गाइस तेरो चस्मामा हेर्नु तेरो मोबाइलै देखिरहेको के भोक लाग्यो अब हेर आलु भात पनि खाम अब चाहिँ 10:30 भयो ल अब 10:30 भयो ब्लग बना न अब 10:30 मा भ्लग बनाउँदैछु म अब आजको भिडियो यही समाप्त हुन्छ अनि त्यसपछि विल गाइस सी टुमरो भोलि बिहान हामीलाई 6:30 मा उठाउँछ सो स्टे ट्युन भोलि बिहानको भ्लगमा भेटौँला बाई गुड नाइट